हेलो गाइज हेर्नु है यहाँ हाम्रो साथीहरूले चाहिँ खतरा काम गरिरहेको छन्। यस्तो घाम छ है, कहिले पानी पर्ने घाम लाग्ने गरिरहेको छ। पानी पर्यो घाम लाग्दै, पानी पर्यो घाम लाग्दै गरिरहेको छ। यस्तो घाम लाग्छ अहिले। फेरि म चाहिँ यता रुखको शीतलतिर बसिरहेको छु, साथीहरूले चाहिँ खतरा काम गरिरहन्थ्यो। अर्को मोटो साथीले खतरा गरिरहन्थ्यो। अब भ्याउन लागिसक्यो सामान झारेर। अब साथीले त खतरा फालिदिइरहनु मोटो साथीले त। अब भ्याइसक्नु लाग्यो। टक्क यो चाहिँ यो बुटवलको यो उस साइडतिर यो तपाईँको गोलपार्कतिर यो सरकारी कार्यालयहरू भएकोतिर हो, पुरानो भवनतिर रहेछ। त्यतैभित्र हामीले सामान झारेको थियौँ, त्यो अर्को घरको लागि। ठाउँ नभएर यताबाट आएको थियौँ हामी। यो पुरानो घर, यो पनि पहिलाको सरकारी कार्यालय केही होला। अहिले चाहिँ यो एकदम पुरानो